सुनेर बसिदिएको छ। संस्थापक अध्यक्ष मेजर अमर बहादुर गुरुङको स्मृतिमा आयोजित तेस्रो श्रद्धाञ्जली प्रतियोगिता हामी केही बेरमा हामी सुरुवात गर्न गइरहेका छौँ। केही समय हामी ढिला हुन गएका छौँ। यसमा हामी आयोजक परिवार क्षमा प्रार्थी चाहन्छौँ। टिमहरू स्टेजको दायाँतर्फको वालमा जम्मा भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। मूल व्यक्तिले चाहिँ हालैमा तपाईँले पोखरा सिटी डटकमको अफिसियल पेजमा हेर्न सक्नुहुन्छ। यहाँ रामगुण आफै उपस्थित भइसक्नु भएको छ फोटो र तस्बिरको लागि। कार्यवाहक अध्यक्ष मण्डली सुल्तान मेजर रुद्र बहादुर गुरुङज्यूलाई, प्रमुख प्रायोजक अमरबहादुर स्मृति प्रतिष्ठानका प्रतिनिधि मानवला र आजका यस प्रमुख अतिथिबाट हामीले पाएका छौँ। आजका यस निर्णायक मण्डलका संयोजक श्री कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष साथै केन्द्रीय सङ्घका उपाध्यक्ष छौँ। आजका यस निर्णायक मण्डलका संयोजक श्री कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष साथै केन्द्रीय सङ्घका उपाध्यक्ष श्री गजबहादुर गुरुङ पाएका छौँ। उहाँलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध यो होइन। यसै गरिकन यहाँ सहयोग सुरक्षाकर्मी सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरिकन यहाँ सहयोग सुरक्षाकर्मी सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसै गरिकन पोखरा साइकल सिटीका समूहलाई पनि हार्दिक र यो कार्यक्रम हाम्रो यो तेस्रो कार्यक्रम हो। यो तपाईँहरूलाई चाहिँ सबैले भनिसक्नु भएको छ र यस कार्यक्रमको रुट चाहिँ म यहाँहरूलाई चाहिँ यो प्रतियोगिताको रुट चाहिँ म यहाँलाई भन्न गइरहेको छु। त्यो भन्नु अगाडि तपाईँहरूले एकचोटि त्यहाँ बोर्डमा चाहिँ प्रश्न लेखिएको छ। ताली बजाएर चाहिँ सम्मान गर्न हार्दिक अनुरोध छ। युवकाको बेलामा रत्नमाता पनि हाम्रा यस अमरबहादुर स्मृति प्रतिष्ठानका प्रमुख संयोजकका प्रमुख प्रायोजकका हुनुहुन्छ। उहाँलाई धेरै धन्यवाद छ। साथै प्रमुख अतिथि गमबहादुर गुरुङलाई धेरै धन्यवाद छ। भएको छ सबैले ताली बजाएर सम्मान गरिदिनु होला। सम्मान गरिदिनु होला। यो हिमाली परिवारले आयोजित तेस्रो खिलाडी हामी खिलाडी
संस्कृतिका हामी चिनारी सभ्यता र संस्कृतिका हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी खेलाडी हामी खेलाडी संस्कृतिका हामी चिनारी सभ्यता र संस्कृतिका हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी खेलाडी हामी खेलाडी विरुद्धमा हामी लड्दछौँ भातृत्वको एकतामा हामी रम्दछौँ विकृतिको विरुद्धमा हामी लड्दछौँ अग्रगामी विचारमा प्रतिबद्ध छौँ खेलाडी हौ खेलाडी हामी खेलाडी खेलाडी हौ खेलाडी हामी खेलाडी सभ्यता र संस्कृतिका हामी चिनारी सभ्यता र संस्कृतिका हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी खेलाडी हामी खेलाडी चन्द्र सूर्य रातो झण्डा हाम्रो स्वर्ण हो चन्द्र सूर्य रातो झण्डा हाम्रो स्वर्ण हो देशकै लागि खेल्छौँ हामी देशकै लागि मर्छौँ देशकै लागि खेल्छौँ हामी देशकै लागि मर्छौँ देशकै लागि खेल्छौँ देशकै लागि मर्छौँ देशकै लागि खेल्छौँ देशकै लागि मर्छौँ खेलाडी हौ खेलाडी हामी खेलाडी खेलाडी हौ खेलाडी हामी खेलाडी सभ्यता र संस्कृतिका हामी चिनारी सभ्यता र संस्कृतिका हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी चिनारी हौ हामी चिनारी हामी खेलाडी हामी खेलाडी
के भएको गाडी गाडी भन्छ त अब सेतो थिचिरा सबैजनाले आफ्नो अहिलेको सामाजिक सञ्जाल मार्फत खेलाडी
समाजको तर्फबाट आफ्नो क्षमता कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष जोडिनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक आभार अनि धन्यवाद प्रकट गर्न चाहन्छौँ। यो कार्यक्रमको हाम्रो उद्देश्य भनेको खेलाडी बाबु नानीहरूको स्वागत गर्नुहोला एकदम हँसिलो मुद्रामा सजिलो आफ्नो बुढी जतिजना जो आए तापनि सबैजनाले ताली बजाएर सम्मानजनक स्वागत गर्न हार्दिक अनुरोध गर्छु। हामी गुरुहरू जहाँ जतै बसे तापनि उत्तर लगाइकन खेलहरूलाई पनि अगाडि बढाउने उद्देश्यका साथ हामीले आयोजना गरेका छौँ। उक्त दौडमा चाहिँ सम्पूर्ण हाम्रो सहर्ष स्वीकारेर हाम्रो टुरमा आउनुभएको छ भने पनि 11जना समाजका प्रतिनिधिहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। हिमाली गुरुङ परिवारका प्रमुख हिमाली गुरुङ परिवारका सल्लाहकारज्यूहरूलाई पनि स्वागत गर्न हार्दिक अनुरोध गर्दछु। आमा समितिका सम्पूर्ण कार्यक्रम समितिका पदाधिकारीज्यूहरू आसनकोलाई हार्दिक अनुरोध गर्दछु। प्रतियोगिता कार्यक्रम 2083 का कार्यक्रम संयोजक आदरणीय दाजु श्याम गुरुङज्यू, आजको यस दौड प्रतियोगिता कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक स्वागत गर्दछु। सर्वप्रथम त आजका यस कार्यक्रमका सभापति यस हिमाली गुरुङ परिवारका कार्यवाहक अध्यक्षज्यू, सल्लाहकारज्यूहरू, विभिन्न तमु समाजबाट आउनुभएका अध्यक्षज्यू लगायत प्रतिनिधिज्यूहरू, आमा समूहहरू, दिदीबहिनीहरू एवं सम्पूर्ण धावक खेलाडी भाइ बहिनीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। यस हिमाली गुरुङ परिवारले आयोजना गरेको दौड प्रतियोगिता, सडक दौड प्रतियोगिता आफ्नैमा एउटा पहिचान रहेको छ। तमुहरूको छुट्टै एउटा पहिचान रहेको छ। भाडाको कार्यक्रमको औचित्य रहँदैन। जुन तमु समाजहरूले यस कार्यक्रममा सहभागिता गराइदिनु भयो, उहाँहरूलाई म हृदयदेखि नै आयोजक समितिको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। र आगामी वर्षमा यस वर्ष 11 तमु समाजले सहभागिता जनाएको थियो भने आवश्यक अबको वर्षमा 20सम्म पनि पुर्याउन सक्यो भने अझै भव्य होला। र अघि नै भनिसक्नुभयो कार्यक्रम संयोजकले कार्यक्रम सञ्चालन गरिरहँदा दौड प्रतियोगिता सञ्चालन गरिरहँदा कहीँ कतै त्रुटिहरू भएको होला, त्यसको लागि हामी हृदयदेखि नै माफी माग्न चाहन्छौँ। आज एउटा विडम्बना पनि भयो। हिमाली गुरुङ तमु समाजका खेलाडी भाइ जर्सी नम्बर 48 चेस नम्बर 48 लगाउनुभएका भाइ विकल गुरुङ, उहाँ हट पोजिसनमा हुनुहुन्थ्यो। यही पहिराको चोकमा आएर उहाँ अशक्त हुनुभयो। उहाँको शीघ्र स्वास्थ्य लाभको पनि म कामना गर्न चाहन्छु। र साथसाथै यस हिमाली गुरुङ परिवारको युवा समितिको तर्फबाट भोलि बिहान 7 बजे यही प्राङ्गणमा रक्तदान जीवनदान महादान भन्ने मूल नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिरहेको हुँदा उक्त रक्तदान कार्यक्रममा जसरी आज विभिन्न तमु समाजहरूले खेलाडी उपलब्ध गराइदिनु भयो, त्यसरी नै तपाईँहरूले प्रत्येक समाजबाट कम्तीमा पनि 10 जना रक्तदाताहरू उपलब्ध गराई हाम्रो यस कार्यक्रमलाई भव्यताका साथ सफल बनाइदिनुको लागि पनि म युवा समितिको संयोजकको तर्फबाट हार्दिक विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। र कार्यक्रमलाई उद्घाटन गर्न हार्दिक अनुरोध गर्दछु। किनभने संस्थापक अध्यक्ष यस हिमाली गुरुङका
गुरुङ 2042 कतिमा हो स्थापना गर्नुभयो। उहाँको कार्य समितिले फलाएर जन्माएर हुर्काएर यो अवस्थामा आइरहेका छौँ। अहिले हामी 41औं स्थापना दिवसमा जुट्न हामीले अवसर पाएका छौँ, किनभने उहाँहरू स्थापना कालको कार्य समितिकै योगदानले गर्दा पनि हामीले यो घडीमा आउन हामीले सफल भएका छौँ। स्वर्गमा जता भए तापनि हामी सधैँ यहाँलाई सम्झिरहनेछौँ है, यहाँ काम गर्न गइरहनेछौँ भन्दै हाम्रो उद्घाटन भइसकेको आज यो 2083 साल साउन 1 गते हामी यस श्री हिमाली गुरुङ परिवार 23औं स्थापना दिवस संस्थापक अध्यक्ष स्वर्गीय मेजर अमर बहादुर गुरुङको परिवार, त्यसै गरी मुख्य प्रायोजक अमर धनु स्मृति प्रतिष्ठान तथा बालबालिकाहरू हाम्रो साथमा हामी यस कार्यक्रममा जुटेका छौँ। यस तेस्रो सडक दौड प्रतियोगिताका अध्यक्षज्यू, त्यसै गरी हिमाली गुरुङ परिवारका सम्पूर्ण पदाधिकारीहरू गरिदिनुभन्दा चाहिँ अब भनेको भने चाहिँ म यहाँ आएर चाहिँ र अब मैले बोल्नु त धेरै लाग्दिनँ, त्यो भने मेरो बोल्नु चाहिँ प्र्याक्टिस हुने छैन र मलाई चाहिँ यसरी सम्मान गर्दै भएको भए यस परिवारप्रति हिमाली परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दै मेरो वक्तव्य धन्यवाद। प्रमुख प्रायोजक आदरणीय संरक्षक सदस्य लगातार उहाँको अमर स्मृति प्रतिष्ठान कार्यक्रमलाई हामीले 3 वर्ष हामीले चाहिँ यतिको हिँडाउन पर्यो। साथ त्यसैले उहाँको प्रतिनिधित्व गरेर आउनु दिनुभयो, उहाँलाई धेरै धन्यवाद छ। उहाँलाई मायाको चिन्हले सम्मान गरिदिनुको लागि आमासम्मको एकजना पुर्याइदिनु होला र श्री हिमाली गुरुङ परिवार सम्मान पत्र, श्री हिमाली गुरुङ परिवार माटेपानी 12 सम्मान पत्र, श्री एम कुमार गुरुङ त्रिलोकज्यू संरक्षक सदस्य हिमाली गुरुङ परिवार, श्री हिमाली गुरुङ परिवारको 41औं स्थापना दिवसको शुभ अवसरमा आयोजित पोखरा स्थित अन्तर तमु समाज स्तरीय तेस्रो श्रद्धा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि उत्तरतापूर्वक आर्थिक सहयोग स्वरूप रु 3 लाख अक्षर रुपियाँ प्रदान गरी कार्यक्रमलाई सभ्य र भव्य तथा सफल पुर्याउन भएको अमूल्य योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। तपाईँको निरन्तर सहयोग, सद्भाव र समाजप्रतिको आत्मीयताप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु, सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामनासहित यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2083 साउन 1 गते रोज 6 शुभ। कार्यक्रम संयोजक रुद्रप्रसाद गुरुङ श्याम महाफै, कार्यक्रम सचिव कार्य समिति सचिव हितमान गुरुङ हिमाली गुरुङ परिवार। यस कार्यक्रमका प्रमुख अतिथि गणबहादुर गुरुङ, साझा गणबहादुर गुरुङ, पूर्व अध्यक्ष श्री हिमाली गुरुङ परिवार र यस कार्यक्रमका सभा अध्यक्ष अनिल सुल्तान मेजर रुद्रबहादुर गुरुङज्यू, कार्यपालक अध्यक्ष श्री हिमाली गुरुङ परिवार। यो मायाको चिलो सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु, सम्मान गर्न हार्दिक अनुरोध गर्दछु। बहादुर गुरुङज्यूलाई आफ्नो अमूल्य समयको बावजुद श्री हिमाली गुरुङ परिवार को 41औं स्थापना दिवस र अवसरमा स्थापना दिवसको अवसरमा स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित पोखरामा रहेका सम्पूर्ण तमु समाजहरू स्तरीय तेस्रो सडक दौड प्रतियोगिता संयोजक श्री रुद्रप्रसाद गुरुङ श्याम, सचिव हितमान गुरुङज्यू, हिमाली गुरुङ परिवारका कार्यवाहक अध्यक्ष रुद्रबहादुर गुरुङज्यू, साथै यस सभाका सभाध्यक्ष र
हिमाली गुरुङ परिवारका सम्पूर्णमा चाहिँ नि हार्दिक नमन गर्न चाहन्छु। यस हिमाली समाजका संस्थापक अध्यक्ष अनेरी मेजर जेसिओ अमर बहादुर गुरुङ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र यो प्रोग्राम निरन्तर दिनको लागि उहाँको छोरा त्रियोग गुरुङले यस संस्थालाई यो हिमाली गुरुङ परिवारलाई चाहिँ नि एनुअल 3 लाख रुपियाँ पैसा दिइरहनु भएको छ र उहाँको परिवार साथै उहाँको प्रतिनिधि रत्नबहादुर गुरुङ दाजु यहाँ आउनु भएको छ। उहाँको परिवार प्रति हार्दिक धन्यवाद दिँदै यो प्रोग्राम चाहिँ आगामी वर्षहरूमा झन् भव्य र सभ्य हुँदै जाओस् भन्ने शुभकामना बताउन चाहन्छु। खालको एउटा सोच हुन्छ त्यो चाहिँ नि होइन, यो मनोरञ्जन पनि हो। अनि एक गाउँदेखि अर्को गाउँ भाइचारा मेलमिलाप भेटघाट परिचय हुन्छ। त्यसले गर्दाखेरि पार्टिसिपेट गरेको चाहिँ नि एकदम ठुलो मान्नुपर्छ। हामी सबैले भाग लिएर हामी जित्यौँ, हामी हार्यौँ। त्यसको तमु समाज स्तरीय तेस्रो श्रद्धा प्रतियोगिताका प्रमुख अतिथिको रूपमा गरिमामय उपस्थिति जनाउनु भए कार्यक्रमलाई सबै भव्य सफलतापूर्वक सम्पन्न गराउन यहाँले पुर्याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान तथा कदर स्वरूप यस हिमाली गुरुङ परिवारको पूर्व अध्यक्ष सार्जन गमबहादुर गुरुङज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामनासहित यो सम्मान पत्र प्रदान गरिएको छ। मिति 2083 साउन 1 गते रोज छ। शुभ कार्यक्रम संयोजक श्याम गुरुङ आफै हितमान गुरुङ सचिव गमबहादुर प्रमुख अतिथि र अध्यक्ष अनिल सुब्बा मैडम रुद्रबहादुर गुरुङ छ। यो ताली बजाइन होला यहाँहरू सबैजनाले। र भने अब हामी कार्यक्रमको अन्तिम चरणमा गइरहेको छ। तपाईँहरूको प्रतीक्षाको घडी यहाँ एकजना खेलाडी मुभी तमु समाजका खेलाडी आफ्नो धावन मार्गमा दौड्दै यहाँ तलपट्टि जुन चाहिँ उठाउँ प्रमाणपत्र प्रदान गरिदिनुको लागि धन्यवाद छ। यो सभाध्यक्षज्यूलाई पनि अगाडि आइदिनु होला। सभाध्यक्षज्यू उहाँको पनि सम्मान गर्दै हुनुहुन्छ। उहाँका समाजलाई हामी सम्मान गर्छौँ, उहाँबाट सम्मान गर्छौँ। उहाँको सम्मानको लागि एकपटक जोरदारले ताली मारिदिनको लागि हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण प्रमाणपत्र हामीले प्रतिनिधिज्यूलाई प्रदान गर्दैछौँ। तर पनि सहभागिता नरहेको कुरामा सम्पूर्णमा जानकारी गराउन चाहन्छु। र खेलाडीहरू यहाँ आउनु नभने ताङतिङ दुध पोखरी तमु समाजका अध्यक्ष लगायत प्रतिनिधिज्यूलाई म उपस्थितिको लागि कार्यक्रम भइरहँदा हिमाली गुरुङ परिवारको युवा समितिको पोखरी तमु समाज तेस्रो स्थान चोकबहादुर गुरुङ, पविन गुरुङ, मनोज गुरुङ, नरेन्द्र गुरुङ र पविन गुरुङ। उहाँहरूको योगदान, उहाँहरूको हौसला र उहाँहरूको परिश्रमले आज आफ्नो तमु समाज ताङतिङ दुध पोखरी तमु समाज एकचोटि जोरदार ताली मारिदिनको लागि सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई हार्दिक अनुरोध गर्दछु। तमु समाज कुनला पहिलो तमु समाज रुपेश गुरुङ, अमित गुरुङ, तिलक गुरुङ र बुद्ध गुरुङ लगायत प्रतिनिधिज्यूहरूलाई पनि म हार्दिक अनुरोध गर्दछु। यसै गरी म प्रमाणपत्र वितरण गरिदिनको लागि प्रमुख अतिथिज्यूलाई विनम्र अनुरोध गर्दछु। यसै गरी खाना लगाइदिनको लागि विशिष्ट अतिथि यसै गरी ग्रुपिङमा प्राप्त गर्न सफल तमु समाज रु 15,000 नगद विनम्र अनुरोध गर्दछु।
सम्पूर्णलाई ताली बाँडिदिनको लागि विनम्र गर्दछु र यस पुरस्कार वितरण कार्यक्रमका संयोजक आदरणीय दाजु श्याम गुरुङले सहयोग गरिराख्नु भएको छ। उहाँको लागि पनि जोरदार ताली बाँडिदिनको लागि म विनम्र गर्दछु। यहाँसम्म ल्याउनु भयो। म रुपेश गुरुङ ताली पुगेन क्या फेरि जोरदार ताली बाँडिदिनु होला। म क्रमाजी सिम्बी तमु रमेश गुरुङ, खिमेश गुरुङ र धनराज गुरुङ सम्मान गरिदिनको लागि हार्दिक गर्न सफल म त दङ्ग खाएँ। हेउमाया गुरुङ उनीहरू भन्न लाग्थे अब यहाँ युके लाउरीको लागि त उनीहरूका भाइहरू नि आएको थिए। पक्का युके लाउरीको लागि छनौट हुने कि भनेको त मेरो रहेछ 43 हार्दिक अनुरोध गर्दछु र पुरस्कार राशि रु 5000 रुपियाँ परिवार लगायत उपस्थित सम्पूर्ण परिवार महानुभावहरूको तर्फबाट बधाई छ यस इयरको लागि वेटिङ रुम रु 10,000 हौसला स्वरूप है कार्यक्रम संयोजकको लागि हौसला स्वरूप उहाँले नगद पुरस्कार हस्तान्तरण गर्दै हुनुहुन्छ, प्रदान गर्दै हुनुहुन्छ। अहिले के खानुपर्छ? द्वितीय स्थान क्रमाजी सिन्धी तमु समाजका प्रवीण गुरुङ 10 किलोमिटर पार गर्नुभएको थियो। जोरदार तालीले उहाँलाई सम्मान एवं हौसला गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। प्रथम स्थान हासिल गर्न सफल। अब यहाँ त हेर्नै परेन मैले नाम कन्फर्म भइसक्यो। क्रमाजी सिन्धी तमु समाजका रमेश गुरुङ उहाँले 35 मिनेट 3 सेकेन्डमा 10 किलोमिटर पार गर्नुभएको थियो। उहाँको उत्तर प्रगतिको कामना गर्दै जोरदार तालीले अनुरोध गर्दछु। हामीले खादा मेडल र सम्मान पत्रले सम्मान गर्दै
पुरस्कृत रकम रु 10,000 प्रमुख अतिथिलाई म प्रदान गरिदिनको लागि विनम्र अनुरोध गर्दछु। राहुल गुरुङ, दमबहादुर गुरुङ, आदित्य गुरुङ, योगेश गुरुङ, सुदीप गुरुङ, लुकेश गुरुङ र रोहन गुरुङ। म उपस्थित सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, आज यहाँ अन्तिम समयमा पुरस्कृत भाइ बहिनीहरू मात्र मैले यहाँ देख्न पाएँ। सहभागिता नै एक किसिमको पुरस्कृत। निसारा गुरुङ, प्रतीक्षा गुरुङ, साठी वर्षको उमेरमा पार गर्नुभएको छ भने शेरबहादुर गुरुङलाई 70 वर्षको उमेरमा 10 किलोमिटर पार गर्नुभएको छ। सम्पूर्णलाई हार्दिक हार्दिक बधाई तथा शुभकामना। खेलाडी मात्रै हुनुभयो, खेला अध्यक्ष सचिवहरू कोही हुनुहुन्छ, टिम म्यानेजरहरू कोही हुनुहुन्छ, आइदिनु होला। आमा समूहको अध्यक्ष पनि जोडिनु होला। दिनु तपाईँले नै हात अलिकति लगाइदिनु हो। त्यसरी हो हाम्रो आजका सबै पोखरालाई निरन्तर पहिलो दोस्रो तेस्रोमा कुनै पनि यहाँहरूको यो समाजलाई पनि आउनुभएको छ आइदिनु होला है। श्रीकृष्ण तल समाजका कोही आउनुभएको छ आइदिनु होला, जोडिदिनु होला। र उहाँ सम्पूर्णलाई हार्दिक बधाई छ, धन्यवाद छ। हार्दिक हुनुपर्दछ भने प्राप्त गरिदिनुलाई बुझिदिनुको लागि समाजको अध्यक्ष थेबहादुर गुरुङ लगायतका खेलाडी भाइहरूलाई चाहिँ हार्दिक हुनुपर्दछ। हार्दिक हुनुपर्दछ। बधाई छ। ल है सबले अगाडि हेर्नु है। सँगसँगै यस कार्यक्रम हिमाली गुरुङ परिवारका हिरोइनहरू प्रयोजक आदरणीय एम बहादुर गुरुङ, प्रतिनिधि अन्य रत्न बहादुर भाइहरू, विशेष अतिथि वडा नम्बर 11, 12, 13 का प्रतिनिधि वडा अध्यक्ष आदरणीय अंतर समाज का अध्यक्षहरू, संसद सदस्यहरू, सम्मानित सदस्यहरू र आमा समूहका सम्पूर्ण आमा सदस्यहरू र अन्य समाजका हुनुभएका आमा समूहका या प्रतिनिधिका या खेलाडीहरूलाई म यो भाइहरूलाई म धन्यवाद दिन चाहन्छु। सर्वप्रथम यस कार्यक्रममा हाम्रो निमन्त्रणलाई स्वीकार गरी आफ्नो कार्य व्यवस्था पनि यस कार्यक्रमलाई भव्य र समापन गराउने सहयोग पुर्याउने हुने सबै प्रतिनिधि युवाहरूलाई हार्दिक आभार प्रकट गर्दछु। यहाँहरूको सल्लाह र सुझावले यो वर्षको तीसरा सडक दौडको जानकारी गराउन चाहन्छु।
30